हेलो गाइज वेलकम टु माई ब्लग एन्ड गुड मर्निङ टु अल अफ यु। म चाहिँ आज स्याटरडेको दिन भर्खरै यो उठिरहेको छु 9 बजेतिर उठेँ होइन। अनि उठेर चाहिँ अब के गर्नुपर्ने हुन्छ, अब फ्रेस हुनुपर्ने हुन्छ, अब स्याटरडे नुहाइधुवाइ गर्नुपर्ने हुन्छ। अनि त्यसपछि फेरि आज चाहिँ कता कता गइन्छ के गरिन्छ भनेर चाहिँ मैले भ्लगबाट देखाइहाल्छु तपाईँहरूलाई। टिल देन अल अफ यु किप वाचिङ दिस भ्लग। इसिकाले पनि नुहाइसकेर इसिका चाहिँ रुँदैछ। किन रोको इसिका? जाडो भयो। इसिकाले बिचरा बिहान बिहान नुहाएको हो नि त। काली चाहिँ यस्तै चाहिँ ध्वासी। अब म चाहिँ के गर्नुपर्ने, हामी चाहिँ यहाँबाट आज कहाँ जानुपर्ने हुन्छ, बौद्ध जानुपर्ने हुन्छ। खासमा चाहिँ के थियो भन्दाखेरि प्लान चाहिँ हामी 4 जना प्लान थियो, ऋषिका, भीमा म्याम, म र यो। अब ऋषिका चाहिँ आफ्नो समथिङ केही काम परेछ अरे, अनि त्यही भएर चाहिँ अलिक पछि हामीसँग जान्छु भनेको छ। अब चाहिँ हामी 3 जना मात्र जान्छौँ है। त्यही हो कुरा कहानी। त्यस्तै स्ट्रगलले घुम्न जानुपर्छ है मेरो माइक्रोमा। गरिब छु हामीले चाहिँ यहाँ यो एटिएम कार्डबाट चाहिँ यहाँ अलिअलि क्यास झिक्नुपर्ने हुन्छ खालि। अब कार्ड त हाल्छौँ हामी होइन, तर हामी अब सबै त देखेर मिलेन नि त गाइजहरूलाई। अब चाहिँ के हुन्छ गाइज, यहाँबाट हाम्रो पैसा लानुपर्ने हुन्छ है। कति पैसा आउँछ हेर्छौँ है, कृपया पर्खिनै पर्छ। आइज मेरो कार्ड। ओके गुड। यहाँबाट मैले पैसा कति आउँछ भन्दा यति आएको छ। कति छ यहाँ गेस गरौँ है गाइज। चाहिँ आज कहाँ आएको भन्दा बौद्धतिर आएको छौँ। अब हामी चाहिँ बौद्ध त आयौँ। अब हामीले चाहिँ यहाँबाट भिएमएमलाई वेट गरेछौँ। भिएमएम आउनुहुन्छ, हामी त्यो अगाडिसम्म हामी यहाँ 1 राउन्ड हाल्दै गर्नु पर्ला। झ्याउ लाग्दा हामीलाई आज चाहिँ अब हल्का घाम पनि लागेछ, राम्रो देखिरहेको छ। दामी। एकछिन वेट गर्दा गर्दा झ्याउ लाग्यो। म तपाईँहरूलाई यहाँ ऱ्यान्डमली मान्छेहरू हिँडेको देखाउन चाहन्छु। त्यही उल्टो घुमेर आएर उल्टो घुम्नु हुँदैन त, यसरी पो घुम्न पर्छ त। यताबाट चाहिँ आएको। अहिले चाहिँ हामी यहाँ बौद्ध पार्क आएको छौँ है। घाम पनि छ, झ्याउ पनि लागेको छ हिँड्नलाई। छाता ओढेर ओढ्दै बस्दै भन्न। भिएमएमको छाता रहेछ र बाँचीमा भिएमएमको के झोला अरे तारा? भिएमएमको त्यो जेब्रा झोला। जेब्रा झोला धेरै अवसर प्लान गरेर त हिँड्नु पऱ्यो नि यो झोलामा। टुङ्लेर हाल्नु पऱ्यो, छाता हाल्नु पऱ्यो। छैन पनि हालेको छौँ। त्यहाँ पसलले राख्नु छ पसल। अहिले के चाहिन्छ, लिपस्टिक, गाजर सब छ अरे। गाडी चाहिँ कति मोबाइल चलाउँछु भन्ने गाइज तपाईँहरूलाई थाहा छैन अरे। सिन्चेमा उसको मेसेज आउँछ, रिप्लाई गर्छ। मेसेज आएको होइन गाइजहरू, स्न्याप बनाएको हो। त्यसमै गएको थियौँ कि हामी यहाँ कोल्ड एन्ड हट स्पाइसी नुडल्समा आएर चाहिँ लाफिङ अर्डर गरेको छौँ। अहिले कोल्ड ड्रिङ्क्स खाँदैछौँ है। हाम्रो चाहिँ लाफिङ आइसकेको छ है। अहिले द ट्रायल्स क्याफेमा आएको छु है गाइजहरू। जब हाम्रो हल्का जानुपर्ने हुन्छ। यहाँ चाहिँ मलाई एकदम राम्रो लाग्छ है। त्यो टक्क बौद्ध पनि देखिन्छ नि त पछाडि। फाइनली द ट्रायल्स क्याफेमा आइपुग्यो एन्ड वी आर जस्ट लभिङ द भ्यू। ओके बट भ्यू इज ग्रिन कलरले ब्लक गरेर छ, भ्यू ड्यामेज भयो। एक्चुली वी आर ह्याभिङ आवर ओन फेभरेट ड्रिङ्क एन्ड माइन इज अलवेज ओरियो एन्ड लक्ष्मी कफी, म्याम गट भ्यानिला। तिमीहरू जेमा पनि फोटो मात्र चाहिएको गाइजहरू थाहा छैन होला। मलाई 2 जनाले फोटो मात्र खिच्न लगाएर वाक्कै पारिसकेँ। एकछिनमा यहाँ पनि खिचिदिनु दा, यहाँ पनि खिचिदिनु दा, जब कि मैले मेरो एउटा पनि फोटो खिचेको छैन है। अहिले हाम्रो चिकन प्ल्याटर हो यो चाहिँ गाइज। म्याम चाहिँ टिकटकमा व्यस्त। अब गाइज म चाहिँ अलरेडी ब्लग पाइसकेको छु। अब गुवाम खानुपर्ने हुन्छ। सुरुमा चाहिँ म हुन्छ त्यो पनि यहाँ म मोमोबाट स्टार्ट गर्न चाहन्छु है। लक्ष्मीले गुवाम कि गुवाम
म पनि यहाँ भिएमएम गुवाम कि गुवाम मिठो म पनि यहाँ गुवाम कि गुवाम चाहिँ यहाँ के छ भन्दा तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो प्रकाश भुजेलको वाइफ र उसको डटर चाहिँ हुनुहुन्छ टिकटकबाट हामीले चिनेको थियौँ यहाँ हामीले चिया पनि खाइसकेको छ गाइजहरू चिया चाहिँ कम्पलसरी हो क्या जे खायो भने चिया नभए त चिया भएन भने अघिको खाएको केही पस्दैन नि त हामीलाई खाएको तिम्रो जस्तो हुन्छ त्यही भएर यो चिया खानै पर्ने हुन्छ है यहाँ म्याम चाहिँ अब यहाँबाट जान लाग्दै हुनुहुन्छ बाई बाई सी यु नेक्स्ट विक म चाहिँ अब भोलि कहाँ जान्छु भ्लगमा थाहा भइहाल्छ ए लक्ष्मी र म त सँगै त जाने हो नि साँच्ची हामी चाहिँ फाइनली आफ्नो रुमतिर पनि आइसकेको छौँ अनि अब चाहिँ रुमबाट पनि के गर्नुपर्ने हुन्छ एकछिन रेस्ट गर्नुपर्ने हुन्छ अनि त्यसपछि चाहिँ फेरि म कहाँ जान्छु भनेर म भोलि भ्लगमा भनिहाल्छु अनि त्यही हो अहिले यहाँ आइसकेको छु अनि त्यसपछि अञ्जलिना चाहिँ यहाँ छ गाइस अब यहाँ चाहिँ आज म बसेर भोलि कहाँ जान्छु भनेर तपाईँलाई मेरो भ्लगबाट थाहा भइहाल्नेछ टिल देन अल अफ यु किप वाचिङ इट हाम्रो साना साना भाइ बहिनीहरू देख्न सक्नुहुन्छ सबैजनाले हाल्नु भने मेरो भ्लगमा हाम्रो भाइ बहिनीहरू चाहिँ के हेर्दैछन् टिभीमा है अलिकति मेरो भ्लग हेर्नुपर्छ ल अहिले चाहिँ यहाँ के केला कि अञ्जलिना हो कि हो साग केला उयो चाहिँ कार्सल कोलाजेनबाट चाहिँ बट्टाबाट चाहिँ अर्को सानो डिब्बामा झापा जानुको लागि हाल्दै हुनुहुन्छ है बट्टेलाई सबै सकिन्छ नि त आइसाले चाहिँ यहाँ कुर्ता अलिक सानो भयो अरे अनि मेरो लागि उतिर आइसा चाहिँ खुब यो पोको लाई कि के लाई म चाहिँ एकदम बस्थेँ यो चाहिँ हाम्रो काले कुमार राजकुमार हो नि त काले के छ हालखबर ठिक छ काले चाहिँ मेरो दाजुभाइ मिक्स्ड हो दाइ पनि हो भाइ पनि हो हामी सँगै त एउटै थालमा खान्थ्यौँ अनि यो भ्लगलाई के गर्नुपर्ने हुन्छ यही इन गर्नुपर्ने हुन्छ हो सबै चाहिँ मेरो सबैभन्दा कान्छो भाइ हो नि त हो अब यो भ्लगलाई चाहिँ हामीले इन गर्नुपर्ने हुन्छ अनि यहाँ चाहिँ मेरो किन्चा पनि छ त्यसपछि हामी के गर्नुपर्छ भोलि चाहिँ हामी कहाँ सबल तल सफल अब तिमी यहाँ तल छेउ नि त अनि देखाएन फेरि पनि बिचरा यता गर्न अब देखियो 0.5 मा यो आइसा चाहिँ कस्तो ल्याङ्ग्री हौ बिचरा मेरो मिमीलाई ल यो भ्लग चाहिँ देखियो किसन टाउको काट्यो त तर यो भ्लग चाहिँ हामी यहीँ इन गर्न चाहन्छौँ भन्दै आज सबैजनालाई गुड नाइट टेक केयर भोलि चाहिँ म कहाँ जान्छु तपाईँहरूलाई मेरो भोलिको भ्लग हेर्नुहोस् अनि थाहा हुन्छ यो भ्लग चाहिँ आजै के हुन्छ अरे अपलोड हुन्छ भोलिको भ्लग चाहिँ भोलि नै हुन्छ अब भ्लग बनाउन सकियो भने तपाईँले चाहेको भोलिको भ्लगमा बनाउने हो भोलि चाहिँ मम्मी र म ट्राभलिङ गर्दैछौँ तर कहाँ ट्राभलिङ गर्दैछौँ चाहिँ हामी नभन्ने है त्यो चाहिँ हामी भ्लग हेरेपछि मलाई थाहा हुन्छ सबै साथीहरूलाई ल सबैजनालाई बाई बाई भनिदिउँ बाई बाई सफल बाई बाई अञ्जलिना